फ्याक्ट एमएसको आजको प्रसङ्गको रूपमा महिलाहरूका सबै अङ्गहरूमध्ये सबैभन्दा बढी कामुक अङ्ग कुन हो भन्ने शीर्षक लिएर आएको छु साथीहरू। भिडियोलाई अन्तिमसम्म हेरेर एक लाइक गर्न नबिर्सिनुहोला भन्दै प्रसङ्ग सुरु गर्दछु। ईश्वरले महिलाको शरीर यति धेरै सुन्दर बनाएको छ कि त्योभन्दा अरू केही छैन होला। प्राकृतिक रूपले हेर्दा महिलाका सबै अङ्गहरू र महिलाको सम्पूर्ण शरीरका सम्पूर्ण भागहरू अति धेरै कोमल हुने गर्छन् र महिलाका सबै भागहरूले पुरुषहरूको मन खिच्न सफल भइरहेकै हुन्छ। तर तुलनात्मक रूपमा हामीले कामुकताको दृष्टिकोणले हेर्दाखेरि आज म महिलाका यस्ता कोमल र कामुक अङ्गहरूको बारेमा जानकारी दिन गइरहेको छु। महिलाको शरीरको कोमलता र कामुकतालाई उल्लेख गर्दा यसमा महिलाका सम्पूर्ण शरीरका सम्पूर्ण अङ्गहरू कामुकता प्रदर्शन गर्ने खालकै छन्। धेरै पुरुषहरूलाई आफ्नै प्रकारले महिलाहरूको शरीरका अङ्गहरूले कामुकता प्रदर्शन गरिरहेका हुन्छन्। कसैको नजरमा महिलाको पोटिला स्तनहरूप्रति आकर्षित हुने नजर रहेको हुन्छ भने कसैको उसको सुन्दर बोलीचाली र उनको सुन्दर ओठ अनि उनको सुन्दर गोरो छाला र उनको शरीरको हाइट अनि उनका मिलेका र कसिला शरीरका अन्य अङ्गहरूसँग पुरुषहरू आकर्षित भइरहेका हुन्छन्। सुन्दर महिलालाई हेर्दाखेरि कामुकताको नजरबाट पुरुषले के सोचिरहेको हुन्छ उनका अङ्गहरू देख्दै र सबैभन्दा पुरुषलाई बढी नै आकर्षित गर्ने र कामुकता प्रदर्शन गर्ने अङ्ग कुन हो त? महिलाका अति संवेदनशील कामुक यौन अङ्गभित्र उनको ओठ, हिप, पुष्ट स्तन, योनिको भागहरू, उनको तिघ्रा, साप्रा र उनको जिब्रो, नाइटो अनि उनको स्पर्श, यी कुराहरूले उनलाई धेरै नै कामुकताको प्रदर्शन गरिरहेको हुन्छ। सबै पुरुषहरूको नजरमा यो यही हो भन्ने कुरा फरक देखिएको हुन्छ साथीहरू। कामुकता प्रदर्शन गर्ने सोच हरेक पुरुषहरूमा फरक हुने गर्छ। कसैले गोरी केटीलाई कामुकताको दृष्टिकोणले हेरिरहेका हुन्छन् भने कसैले काली केटीलाई कामुकताको दृष्टिकोणबाट हेरिरहेका हुन्छन्। र अङ्गको कुरा हेर्दाखेरि प्राय जस्तो पुरुषहरूको मन महिलाको योनिमा नै गएर अडिएको हुन्छ र योनिभित्र उसले परिकल्पना गरिरहेको योनिबाट नै ऊ धेरै आकर्षित हुन्छ भन्ने सोचिन्छ। यसमा सबै मानिसहरूले योनिलाई नै महिलाको अति कामुक अङ्गको रूपले सोच्दैनन्। योनि र लिङ्ग भनेको त प्राकृतिक रूपले कामुकता अथवा यौनिकता प्रदर्शन गर्ने मुख्य अङ्गभित्र नै पर्यो। बाहिरबाट झ्याट्ट हेर्दाखेरि महिलाहरूको कामुकता प्रदर्शन गर्ने भागभित्र पातलो कम्मर, पुष्ट अलि ठुला स्तन अनि ठुला आँखा अनि मिलेको ओठ, लामो कपाल, लामा हातका औँलाहरू जस्ता कुराहरूले महिलालाई अझै धेरै कामुकता प्रदर्शन गरिरहेको हुन्छ। यसमा यही नै कामुक अङ्ग हो भन्ने कुरामा धेरै विद्वानहरूको राय विवादित नै रहेको छ भने यसलाई समग्र ढङ्गबाट यो नै महिलाको मुख्य कामुक अङ्ग हो भनेर भनिनु सोह्रै आना गलत हुन सक्छ। एउटै केटीको शरीरका अङ्गहरूमा धेरै केटाहरूको प्रतिक्रिया बुझ्दाखेरि फरक अङ्गलाई नै उनीहरूको उत्तर या रोजाइ वा आकर्षण हुन सक्छ। त्यसकारणले यही नै मुख्य कामुक अङ्ग हो भनेर भनिनु यो गलत हुन सक्छ। त्यसकारण साथीहरू, हजुरको विचारमा महिलाका सबैभन्दा कामुक र तपाईँ आकर्षित हुने अङ्ग कुनलाई मान्नुहुन्छ कमेन्टमा उल्लेख गर्नुहोला। आजको प्रसङ्ग हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा उल्लेख गरी सल्लाह सुझाव दिन नबिर्सिनुहोला भन्दै आजको प्रसङ्गबाट ओझेल पर्न चाहन्छु। भिडियोलाई यहाँसम्म हेरिदिनु भयो हजुरलाई धेरै धन्यवाद।